नमस्ते, मेरो नाम चाहिँ रिदम चन्दिराई हो र मैले आज चाहिँ आफैले लेखेको चलचित्रको कथा कार्टुन भिडियो सँगसँगै सुनाउन जाँदैछु। यो कथा चाहिँ हाम्रो देशको घटना र असम्भव कुराहरू समेटिएर लेखेको छु। यो कथाको नाम चाहिँ सोच्नै नसक्ने असम्भव कुरा र घटना हो। यसमा मुख्य नायकको भूमिका भूमिनाथ, देव, भेट्सो र निक्केल भन्ने 4 जना व्यक्तिहरूले निभाएको छन् र नायिकाको रूपमा 2 जना प्रिन्सिया र मियानाले भूमिका निभाएको छन् र विरोधी वा डाकुको रूपमा मुख्य भूमिका 3 जना सेपिल, मेरन र कुसुन्डे भन्ने व्यक्तिहरूले निभाएको छन्। यो मुभी स्टोरीमा धेरै जसो घटनाहरू हाम्रै देशसँग रिलेटेड छ र हाम्रो देश अगाडि नबढ्नुको कारण पनि उल्लेख गर्दै असम्भव कुराहरू पनि समावेश गरेको छु। यो स्टोरीमा कतिपय घटनाहरू हाम्रै देशको लेखेको छु भने कतिपय कुराहरू म आफैले इमेजिन गरेर लेखेको छु। भिडियोलाई भन्दा बढी स्टोरीलाई ध्यानपूर्वकसँगले सुनिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। म आफैले लेखेको स्टोरी सुनाउन जाँदैछु। यो घटना चाहिँ पृथ्वीको विभिन्न देशहरूमध्ये एउटा सानो र प्रकृतिले भरिपूर्ण भएको सुन्दर देशको घटना हो। सुरुमा पहिले सबै देशहरूमा राजाहरूले राज गर्थ्यो। यसै गरी राजाहरूले अरू सबै जनताहरूलाई दबाएर राखिरहेको थियो। राजाहरूको सन्तान र राजाहरूको परिवार मात्रै पालैपालो राजा बनाउँथ्यो। अरू कुनै पनि जनताहरूलाई राजा बन्ने अधिकार थिएन र जनताहरूलाई पढ्न र लेख्न पनि दिएको थिएन। राजाहरूको आफन्त र परिवारहरूलाई मात्रै पढ्ने अधिकार थियो। यसरी नै यस घटनाको सुरुवात हुन्छ। यसरी नै राजाहरूले देशको जनताहरूलाई दबाएर राखिरहेको हुन्छ, जुन कुरा एकदमै अन्याय र गलत भइराखेको थियो। किनभने मानिसको जुन देशमा जन्म हुन्छ त्यहाँ सबै राजा होस्, धनी होस्, मन्त्री होस् या गरिब होस्, सबैको बराबर अधिकार हुन्छ। तर त्यो कुरा सबै राजाहरूले मेरो मात्र हो, मैले भनेको सबैले मान्नुपर्छ भन्ने सोचले देशमा राज गरिराखेको हुन्छ। तर एक दिन देशको 4 जना मानिसहरूले राजतन्त्र हटाउनुपर्छ, राजाहरूलाई हटाएर अब गणतन्त्र ल्याउनुपर्छ भन्ने सोच राखेर राजाहरूको विरोध गर्न थाल्छ र यसमा सबै जनताहरूले साथ दिन्छ। तर राजाहरूले ती 4 वटै मानिसहरूलाई मृत्युदण्ड दिन्छ। त्यसपछि जनताहरूले झन् ठुलो आन्दोलन गर्न थाल्छ र अन्त्यमा राजाहरूले राजदरबार छाडेर जान्छ। त्यसपछि 1 जना मन्त्रीले देश चलाउन थाल्छ। यसरी नै चलाउँदै जाँदा पछि अर्को व्यक्तिहरूले पनि जनताद्वारा भोट जितेर मन्त्रीको पद प्राप्त गर्न थाल्छ। यस गणतन्त्रमा सबै जनताहरूले पनि निर्वाचनमा भोट जसले धेरै ल्याउन सफल हुन्छ त्यो व्यक्ति मन्त्रीको पद र राष्ट्रपतिको पद प्राप्त गर्ने अधिकार हुन्छ। त्यसैले एकपछि अर्को गर्दै एकचोटि जितिसके पछाडि 5-6 वर्षसम्म राष्ट्रपतिको र मन्त्रीको पद पाउने व्यवस्था गर्छ। यसरी नै 1 जना मेरो नाम गरेको व्यक्तिले सबैभन्दा बढी भोट ल्याउँछ र मन्त्रीको पद प्राप्त गर्छ र 1 जना महिलाले राष्ट्रपतिको पद प्राप्त गर्छ। त्यसपछि यिनीहरूले देश चलाउन थाल्छ। तर यिनीहरूले देशमा बिस्तारै घुस खान थाल्छ र देश विकास गर्ने नाममा 100% मा 5% मात्रै विकास गरे जस्तो गरेर विकासको काममा खर्च गर्छ। यसरी नै नियममा एकचोटि मन्त्री र राष्ट्रपतिको पद प्राप्त भएपछि 5-6 वर्षसम्म मन्त्री र राष्ट्रपति बन्न पाउने लेखिए तापनि 1-2 वर्षमा नै फेरि कुसुन्डे नाम गरेको व्यक्तिले मन्त्रीको पद प्राप्त गर्छ र त्यो व्यक्तिले पनि देश विकास गर्न सक्दैन। भित्रभित्रै निर्वाचनमा भएको धेरै जसोले घुस खान थाल्छ र त्यसै गरी फेरि अर्को 5-6 महिनामा अर्को सेपिल नाम गरेको व्यक्तिले मन्त्रीको पद हासिल गर्छ। त्यसपछि सेपिलले पनि विकास गर्न सक्दैन, भित्रभित्रै उसले पनि घुस खान थाल्छ। यसरी नै मन्त्री, नेता लगायत सबैले घुस खान थाल्छ र निर्दोष र इमान्दारी व्यक्तिहरूलाई पनि फसाएर गलत काममा सहभागी गराउने गर्न थाल्यो। त्यसपछि देशको सबैभन्दा ठुलो मन्त्री राष्ट्रपतिहरूले नै घुस खान थालिसकेपछि देशमा त्यो भन्दा सानो पदमा भएको हरेक व्यक्तिले पनि घुस खान थाल्यो। हुँदाहुँदै सरकारी कार्यालयमा
विद्यालयमा, हस्पिटलमा र पुलिसले समेत घुस खान थाल्यो। ठुलो ठुलो पदमा भएको पुलिसहरूले पनि नेताहरूबाट र धनी व्यक्तिबाट घुस खान थाल्यो र भ्रष्टाचारी र गलत काम गर्ने मानिसहरूलाई सजाय दिन सकेन र पीडित पक्षलाई न्याय पनि दिन सक्दैन। यिनीहरू सबै भ्रष्टाचारीहरू मिलेर देशलाई झन पछि पार्दै लग्यो। त्यसपछि देशमा प्राय जस्तो सबैजनाले भ्रष्टाचार गर्न थाले र देशमा ठुलो ठुलो घटनाहरू घट्न थाल्यो। निर्दोष बालिकामाथि र महिलामाथि बलात्कार हुन थाल्यो र बलात्कार भएपछि न्याय माग्दा पनि न्याय दिन सकेन। किन भन्दा त्यो बलात्कार गर्ने र हत्या गर्ने हत्याराहरू त्यही ठुलो ठुलो पदमा भएको पुलिसहरूकै आफन्त र नेताहरूको आफन्त हुन्थ्यो। त्यसैले उनीहरूले घुस खाएर र आफन्तको पक्षमा लागेर कुनै पनि पीडित पक्षलाई न्याय दिन सकेन। त्यसपछि जनताहरूले त्यो अन्याय सहेर र पाप सहेर बसिराख्यो र कुनै बेला आन्दोलन गर्न जाँदा पनि सरकारहरूले पुलिसको पार लगाएर जनताहरूलाई भगाउने, गोली हान्ने गर्न थाल्यो। त्यसपछि देश अरूको तुलनामा झन्झन पछि पर्दै गयो। त्यसपछि जति पनि निर्दोष व्यक्तिहरू छ र नराम्रो सरकारको आवाज उठाउने व्यक्तिहरू छ, तिनीहरूले आवाज उठाउँदा पनि र आन्दोलन गर्दा पनि सरकारहरूले उनीहरूलाई विभिन्न कुराहरूमा फसाएर जेलमा हाल्न थाल्छ। र यो कुरा सबै बालबालिकाहरूले सानैबाट पढ्दै र सुन्दै आइरहेको हुन्छ। त्यसैले कतिपय बालबालिकाहरूले यो देश हाम्रो नेताहरूले चलाउन सकेन, भ्रष्टाचार मात्रै गर्छ, बरु अर्को देशलाई, विकसित देशलाई दिए हुन्छ भनेर भन्छ। तर सबै बालबालिकाको एउटै सोच हुँदैन। त्यसैले त्यस्तो भन्ने धेरै बालबालिकाहरूमध्ये एउटा लिनार भन्ने बालकको मनमा कसैले नपत्याउने खालको र असम्भव कुराको कल्पना गर्न थाल्छ। उसले यस्तो अन्याय गरेको देख्दा र आन्दोलन गर्नु जाँदा पनि गोली हानेर मारेको देख्दा, भगाएको देख्दा उसले यस्तो शक्तिको कल्पना गर्छ कि कसैले नसोचेको र असम्भव शक्तिको कल्पना गर्छ। त्यो के थियो भने मलाई कसैले पनि मार्न नसक्ने खालको शक्ति र कुनै पनि खालको प्रविधिले र गोली, बम, बारुद लगायत हात हतियार वा चिजवस्तुले मलाई मार्न नसकोस् र मैले सधैँ असल र इमान्दार भएर काम गर्न सकूँ भन्ने शक्ति उसले सधैँ कल्पना गर्छ। लिनाले त्यस्तो शक्तिको कल्पना गर्दै र स्कुल पढ्दै गर्दा ऊ 17-18 वर्ष पुगिसक्छ। तर दिनदिनै अन्याय र अत्याचार देशमा बढिराखेको हुन्छ। तर पनि यी भ्रष्टाचारी मन्त्रीहरूले वास्ता गर्दैन र पीडित पक्षलाई न्याय दिन सक्दैन। अन्यायमा परेको जनताहरूले न्याय माग्दा पनि ती भ्रष्टाचारी मन्त्रीहरूले न्याय दिन सक्दैन र न्याय दिँदैन। किनभने त्यो अपराधहरू तिनीहरूकै मान्छेले र तिनीहरूले नै गरेको हुन्छ। त्यसैले हाम्रो देश अरू देशहरूको तुलनामा धेरै पछि परिराखेको हुन्छ। यसरी नै यी भ्रष्टाचारी नेताहरूले देश चलाइराखेको हुन्छ। भन्ने गर्छन् नि, सबै मान्छेले नराम्रो काम मात्रै गर्दैन, राम्रो मान्छेहरू नै हुन्छ। त्यसैले एक दिन देव र भेक्सो नाम भएको व्यक्तिहरू जिल्ला प्रमुखको रूपमा जनताहरूको लागि भगवान बनेर आउँछ र यी दुईजनाले धेरै राम्रो राम्रो कामहरू गर्न थाल्छ र जनताहरूलाई साथ दिन्छ। यिनीहरू दुवैजना एकदमै योग्यता र क्षमता भएको युवा उमेरको हुन्छ र यी दुईटै युवाहरूले देशको हित हुने कामहरू गर्छ र जिल्लालाई एकदमै सुन्दर र शान्त बनाउँछ। तर यिनीहरू छुट्टा छुट्टै जिल्लाको प्रमुख हुन्छ। त्यसैले आफ्नो जिल्ला यिनीहरूले एकदमै सुन्दर र शान्त बनाउँछ र सधैँ इमान्दार भएर जनताहरूलाई साथ दिइराख्छ र सहयोग गरिराख्छ। अनि देव भन्ने प्रमुखले चाहिँ हरेक कुराको व्यवस्था गर्छ र भेक्सो भन्ने व्यक्ति चाहिँ जनताहरू सँगसँगै हिँडेर कामहरू गर्छ र जिल्लालाई अझै विकसित पार्दै लैजान्छ र सुन्दर बनाउँछ। र यो काममा प्रिन्सिया भन्ने महिलाले पनि एकदमै साथ दिइराखेको हुन्छ र उसले पनि त्यस्तै राम्रो कुराहरू गर्छ। तर यी 3-4 जना भ्रष्टाचारी मन्त्रीहरू र राष्ट्रपतिले पनि
यिनीहरूलाई वास्ता गर्दैन, तर जनताहरूले यिनीहरूलाई सधैँ साथ दिइराख्छ र सम्मान गर्छ। यसरी नै यी दुई प्रमुखले जिल्लालाई विकसित पार्दै र यिनीहरू देशमा मात्रै नभएर विदेशमा समेत चर्चा हुँदै जान्छ। यसरी नै यिनीहरू चर्चित हुँदै गएपछि देशका ठुलो ठुलो पत्रकारहरूले पनि यिनीहरूको अन्तर्वार्ता लिन्छ र यिनीहरूलाई ठुल्ठुलो विकसित देशहरूले पनि बोलाएर अन्तर्वार्ता लिन्छ र स्कुलमा समेत बोलाएर अन्तर्वार्ता गर्छ। अन्तर्वार्ता गर्दा देशको विकासको लागि यिनीहरूले सोचेको कुरा सबै सामु भन्दा एकदमै जनताहरू चकित पर्छ र विदेशीहरूले पनि यिनीहरूले गरेको काम देख्दा र यिनीहरूको सोच विचार सुनेपछि एकदमै आदर सम्मान र पुरस्कार समेत दिन्छ। यसरी नै देशलाई विकसित गर्दै सुन्दर र शान्त पार्दै लैजान्छ। त्यसपछि अर्को मियाना भन्ने महिलाले पनि समाजसेवीको रूपमा जनताको आवाज उठाएर जनताहरूलाई ठगी हुनबाट बचाउँछ। जनताहरूलाई जति मूल्यमा बेच्नुपर्ने सरसामानहरू त्यो भन्दा बढीमा बेचिएमा अथवा ठगिएमा मियाना भन्ने महिलाले जनता सामु ल्याएर सजायको माग गर्छ र सजाय दिन्छ। यसरी नै देशमा अर्को निक्केल नाम भएको, यसरी नै फेरि अर्को निक्केल नाम गरेको व्यक्ति एकदमै असल र सभ्य भएर पत्रकारको रूपमा काम गर्छ। उसले पनि हरेक जनताहरूलाई ठगी हुनबाट बचाउँछ र भ्रष्टाचारी हुनबाट बचाउँछ र जसले भ्रष्टाचार गर्छ त्यस्तो व्यक्तिलाई हरेक जनता सामु लिएर आउँछ र त्यसलाई सजायको माग गर्छ र सजाय दिन्छ। यसरी नै यी दुईजनाले पनि एकदमै राम्रो राम्रो काम गर्छ। त्यसैले जनताहरूले यिनीहरूलाई साथ दिन्छ र सहयोग पनि गर्छ। यिनीहरूले इमान्दार भएर यति राम्रा राम्रा कामहरू गर्दा पनि यी भ्रष्टाचारी मन्त्रीहरू र राष्ट्रपतिले पनि यिनीहरूलाई वास्ता गर्दैन र साथ दिँदैन र एक दिन देशमा विकसित देशहरूको ठुल्ठुलो पदमा भएको प्रधानमन्त्री, राष्ट्रपति लगायत अन्य ठुल्ठुलो पदमा भएको व्यक्तिहरूलाई सहभागी गराएर देशमा एउटा कार्यक्रम गर्छ। त्यहाँ थुप्रै मन्त्रीहरू र राष्ट्रपति लगायत अन्य थुप्रै ठुल्ठुलो पदमा भएको व्यक्तिहरू पनि सहभागी गराएर कार्यक्रम गर्छ। तर त्यहाँ धेरै जनताहरू पनि आएको हुन्छ। त्यसैले जनताहरूले ती दुईटा प्रमुख देव र भेक्सुको मात्रै नाम लिएर चिच्याउँछ र साथ दिन्छ। तर त्यहाँ भएका देशका सबैभन्दा ठुलो पदमा भएका प्रधानमन्त्रीहरू र राष्ट्रपतिको कुनै जनताले पनि नाम लिँदैन र जनताहरूले यी दुईटा प्रमुख देव र भेक्सुको मात्रै नाम लिएर चिच्याउँछ र साथ दिन्छ। यो देख्दा विदेशीहरू अचम्म पर्छ र यिनीहरूलाई आदर र सम्मान अनि पुरस्कार समेत दिन्छ। त्यसपछि यी 3-4 जना भ्रष्टाचारीहरू, प्रधानमन्त्री र राष्ट्रपतिहरू विदेशीहरूको सामु एकदमै लज्जित हुन्छ। यसरी नै यी 5 जना देव, भेक्सो, प्रियन्सा, मियाना र निक्केलहरूले देशको विकास गर्दै जान्छ र जनताहरूलाई पनि साथ दिँदै जान्छ। तर त्यो समाजसेवी मियाना भन्ने महिलालाई पुलिसहरूले विभिन्न कुराको झुटो आरोप लगाएर जेलमा हाल्छ र थुनामा थुन्छ। त्यसपछि देशको जनताहरूले उसलाई थुनाबाट निकाल्नको लागि आन्दोलन गर्न थाल्छ र त्यत्तिकै झुटो आरोप लगाएर थुनेको हो भनेर जनताहरूले आन्दोलन गर्छ। तर ती 3-4 जना भ्रष्टाचारी प्रधानमन्त्रीहरू र राष्ट्रपतिहरूले वास्ता गर्दैन र जनताहरूले अन्यायमा परेकोलाई न्याय माग्दा र नराम्रो कुराको आन्दोलन गर्दा ती भ्रष्टाचारी मन्त्रीहरूले पुलिसको पार लगाएर लट्ठी हानेर भगाउने, पानी छापेर भगाउने र गोली समेत हानेर निर्दोष जनताहरूलाई मार्न थाल्छ। भन्छन् नि कुनै बेला कसैले नसोचेको कुरा र असम्भव कुरा पनि पुरा हुन्छ भनेर। त्यसैले जुन त्यो लिनार भन्ने बालकले कल्पना गरेको शक्ति
ऊ 20 वर्ष हुँदा साँच्चीकै प्राप्त हुन्छ। ती भ्रष्टाचारीहरूले भ्रष्टाचार गरेको देख्दा र अन्याय गरेको देख्दा उसलाई पहिलेदेखि नै रिस उठिराखेको हुन्छ र त्यो शक्ति प्राप्त भइसकेपछि झन् धेरै रिसाएर ऊ 81 उडेर ती भ्रष्टाचारी मन्त्रीहरू भएको ठाउँमा जान्छ। त्यहाँ जनताहरूले आन्दोलन नै गरिराखेको हुन्छ तर ती भ्रष्टाचारी मन्त्रीहरूले पुलिसको पावर लगाएर लट्ठीले हानेर भगाउने, पिट्ने र पुलिसहरूले गोलीसम्म हानेको देख्छ। त्यसपछि लिनालाई एकदमै धेरै रिस उठ्छ र ऊ त्यहाँबाट ती भ्रष्टाचारी मन्त्रीहरूलाई लिन जान्छ तर उसलाई पुलिसहरूले रोक्ने कोसिस गर्छ र सरेन्डर गर्नु भन्छ तर उसलाई ती पुलिसहरूले छुन पनि सक्दैन। त्यसपछि ती भ्रष्टाचारी मन्त्रीहरूले पुलिसहरूलाई गोली हान्ने आदेश दिन्छ र त्यो पुलिसहरूले लिनारमाथि गोलीको प्रहार गर्छ र सबै पुलिसहरूले गोली हान्छ तर त्यो गोलीहरू लिनार भन्दा 2 बित्ता परबाट नै भुइँमा खस्छ। तर लिनारले चाह्यो भने त्यहाँ भएको सबै मानिस र पुलिसहरूलाई मार्न सक्थ्यो तर उसले त्यस्तो गर्दैन किनभने कतिपय इमानदार र असल पुलिसहरूले पनि त्यस्तो भ्रष्टाचारी मन्त्रीहरूलाई मजबुरीको कारण साथ दिइराखेको छ भन्ने कुरा उसले बुझेको हुन्छ। त्यसैले पुलिसहरूलाई केही नगरिकन सरासर गएर ती भ्रष्टाचारी मन्त्रीहरूलाई सबै जनता सामु लिएर आउँछ तर पुलिसहरूले कति धेरै कोसिस गर्दा पनि उसलाई केही गर्न सक्दैन र लिनारले ती भ्रष्टाचारी मन्त्रीहरूलाई सबै जनता सामु लिएर आउँछ र जनताहरूले ती भ्रष्टाचारीलाई देख्नु बित्तिकै मार्न खोज्छ र हमला गर्छ र हात हतियारको प्रयोग गर्छ, ढुङ्गा मुढा प्रयोग गरेर पनि मार्न खोज्छ तर लिनारले शान्त भएर ती सबै जनताहरूलाई रोक्छ र भन्छ यो भ्रष्टाचारीहरूलाई हामीले मारेर पनि न्याय पाउँदैनौँ। त्यसैले यिनीहरूलाई पहिला सुरु केही नगरिकन यिनीहरूले जति पनि भ्रष्टाचार गरेको छ र यिनीहरूले जति पनि घुस खाएको छ र जनताहरूलाई ठगेको छ त्यो पैसा पहिला सुरु यिनीहरूलाई सबै भरपाई गर्न लाउने, त्यसपछि यिनीहरूको एउटा खुट्टाको औँला र एउटा हातको औँला काटिदिने र जेलभित्र थुन्ने र जेलभित्र देशको हित हुने खालको कामहरू एकदमै कठिन कामहरू गर्न लगाउने र त्यस्तै कामहरूको जेलभित्र व्यवस्था गर्ने र जिन्दगीभरि त्यही जेलमा बसेर कठिन कामहरू गर्न लगाउने जस्ता क्रियाकलापहरूको व्यवस्था गरिदिने र जरिमाना समेत तिराउने भनेर सबै जनताहरूलाई भन्छ। त्यसपछि यस कुरामा सबै जनताहरूले सहमत जनाउँछ। त्यसपछि लिनारले ती समाजसेवी मियाना भन्ने महिलालाई जेलबाट छोडिदिनु भनेर पुलिसहरूलाई भन्छ किनभने त्यो मियानालाई विभिन्न कुराको झुटा आरोप लगाएर जेलमा हालेको हुन्छ। त्यसपछि जुन त्यो अगाडि देव र बेक्स भन्ने जिल्लाको प्रमुखहरूलाई देशको प्रधानमन्त्रीको पद र राष्ट्रपतिको पद दिन्छ। त्यसपछि यिनीहरूले देशलाई सुन्दर, शान्त अनि विकास गर्दै लान्छ र जुन त्यो अगाडिको मियाना भन्ने समाजसेवी र निक्केल नाम भएको पत्रकारलाई त्यस्तो कामको प्रमुख बनाउँछ र जनताहरू पनि एकदमै खुसी हुन्छ र सुखी जीवन बिताउन थाल्छ। साथसाथै देश पनि एकदमै सुन्दर र शान्त हुँदै जान्छ र लिनारले सबै जनता सामु एउटा कुरा भन्छ र भ्रष्टाचारी र हत्याराहरूको लागि चेतावनी पनि दिन्छ। उसले के भन्छ भने मलाई संसारमा कसैले पनि मार्न सक्दैन, मैले गल्ती गरेँ भने भगवानले मात्रै सजाय दिन्छ भनेर भन्छ। त्यसपछि त्यो दुईवटा राष्ट्रपति देव र प्रधानमन्त्री बेक्सले देशलाई त एकदमै सुन्दर र शान्त पार्छ तर यो त लिनारको लागि भर्खर सुरुवात मात्रै थियो किनभने अरू विकसित देशहरूको आफ्नो प्रविधिको घमण्डले गर्दा विभिन्न देशहरूको लडाईँ परिराखेको हुन्छ र यसले गर्दा सारा संसार पृथ्वीमा नै असर परिराखेको हुन्छ र यसलाई रोक्नको लागि पनि लिनारले विश्व शान्ति कायम गर्नको लागि योजनाहरू बनाउन थाल्छ र यो स्टोरीको चाहिँ यही अन्त्य हुन्छ। हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला र हजुरहरू जतिजनाले पनि हेर्नुहुन्छ
सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।